केवलकार सरर खोलाहारी पारी खोलाहारी वारी केवलकार सरर अरुणै नदी कर्णाली नदी डाँडैमा छरर मैदानी छिटी झुल्के घामसँगै पौरखी हातहरू मिरमिरे छिटी झुल्के घामसँगै पौरखी हातहरू बन्दछिन् स्वर्ग नेपाल आमा साथ देऊ सबलाई साथहरू बन्दछिन् स्वर्ग नेपाल आमा देऊ सबलाई साथहरू लगाई बगैँचा फलाई फलफुल पुर्याऊ विदेशमा विदेशी डलर घरैमा आउँछ स्वर्गै छ स्वदेशमा विदेशी डलर घरैमा आउँछ स्वर्गै छ स्वदेशमा। साथी संजोगजीले र प्यारो भाइले मलाई एकदमै उत्साहका साथ जागरिलो पाराले साथ दिइरहेको छ। मनायौँ कति रमाइलो पनि भइरहेको होला दसैँ मनाएर, तर दसैँ लगत्तै र आज चाहिँ एकजना श्रोता मित्रले अत्यन्तै मार्मिक पत्र हामीलाई पठाउनु भएको छ। उहाँले भन्नुभएको छ यो चाहिँ एकदमै सत्य गीति कथा रहेको छ भनेर। उहाँ हुनुहुन्छ पथरी 3 शनिश्चरी मोरङको साथी नवीन क्षितिज। उहाँले लेख्नु भएको छ एउटा कथा, सत्य कथा भनेर लेख्नु भएको छ र अलिकति पत्र पनि लेख्नु भएको छ। कता कता त्यो पत्रका शब्दहरूले मेरो मन रहेको छ। उपयुक्त कथाहरू अनुसार मिल्दो गीतहरू हजुरकै छनौटमा लगाएर प्रसारण गरिदिनु होला भनेर अनुरोध गर्नुभएको छ र अन्त्यमा भन्नुभएको छ म बिरामी छु, सायद बाँच्दिन पनि होला भनेर। यो कुराले चाहिँ मलाई अत्यन्तै मन छोएको छ। म नवीन क्षितिजजीलाई भन्न चाहन्छु यहाँबाट तपाईँले त्यसरी हरेस नखानुहोस्। कति जटिल जटिल बिरामीहरू पनि निको हुनुभएको छ, मृत्युलाई जितेर पनि नयाँ जीवन प्राप्त गर्नुभएको छ र तपाईँ जुन किसिमको एउटा बिरामी हुनुभएको छ त्यो बिराम चाँडै निको होस्, एकदमै सकुशल हुनुहोस् भन्ने स्वास्थ्य लाभको कामना पनि गर्छु नवीनजी। र नवीनजीले अत्यन्तै मार्मिक कथा लेख्नु भएको छ जुन चाहिँ उहाँले खुद भोग्नु भएको कथा हो र यो कथा चाहिँ अत्यन्तै मार्मिक लागेको छ मलाई, किनभने हरेक मान्छेको जीवनमा उतार चढावहरू हुन्छन्, कथाहरू हुन्छन् र उहाँको कथा चाहिँ यसरी सुरुवात हुन्छ। उत्तरी भेग जहाँकै छेउमा हाम्रो फर्किने ठाउँ कुलुङ मूल गाउँ। त्यहाँ सानो हुँदा हाम्रो 6 परिवार, 3 भाइ 3 बहिनी, 8 परिवार भएकोले शान्ति नभएकाले मलाई प्राय आमा बाउले टाढा राख्ने मनसाय बनाउनुहुन्थ्यो। किसानी परिवार भएकोले खेतीको कार्यमा सघाउ पुर्याउनु पर्ने, सानो भाइ बहिनीहरूको हेरचाह अनि शरीरले सक्ने कार्य, खाना पकाउनु, धाराबाट पानी ल्याउनु, घाँस काट्नु जस्ता घरायसी कार्य निरन्तर गर्नु पर्थ्यो। हुर्कँदै बढ्दै गए तापनि सानैदेखि निरन्तर हिउँदको समयमा खनजोत गर्नु, साथीभाइहरूसँग अर्म पर्म गरी मेलापातको कार्य गर्दै घरदेखि करिब 1 घण्टाको बाटोमा रहेको विद्यालयमा पढ्न जान्थे। त्यो मैले जानी नजानी आफ्नो दुःखदायी घरायसी कार्य गर्दै 10 कक्षासम्म पढ्ने अवसर पाएँ। मकै जोगाएको असार 1 गतेदेखि असार भरि बाबुआमाले बनाइदिएको मिलोमा धान रोप्दा गलेर लखतरान हुन्थे। कहिले रोपाई सकिन्छ भने एकदमै थकित हुन्थे। बिहान मेलोमा गएको मान्छे रोपाई नसकुन्जेल बेलुकी साँझ झ्याउकी बास्ता घर फर्कनु पर्थ्यो। पातलो चिसो ट्राभलिङको कपडा, दिनभरि झरीले भिजेको शरीर, वर्षायामको असारे झरी शरीरमै बर्सन्थ्यो, शरीरमै सुकेर जान्थ्यो। तर पनि मोजा र रोपाई कहिल्यै सकिँदैन थियो। खेतला लगाउने चलन थिएन। 40 मुरी जति पहाडको साना गराहरू फल्ने धान म 9-10 वर्षको छोरा मान्छेले लपिसक्नु पर्थ्यो। रोपाई नसकुन्जेल 1 दिन पनि बिसाउने अवसर थिएन। त्यही धमिराजको दिन चाहिँ छुट्टी हुन्थ्यो। आमाले काँचो मकै छोडाएर अलिअलि घाम वा भाडमा सुकाई जातोमा पिसेर पिठो भात थ्याप्लो भाडा भरि दिउँसो 10 बजीतिर मिलेमा ल्याउनुहुन्थ्यो। मलाई रखतरान भएको बेला खान पनि मन लाग्दैन थियो। आफ्नोमा दोना थिएन, कसैकोबाट मै मागेर ल्याएको थियो भने साह्रै मिठो गरी खान्थे त्यो मकैको थ्याप्लो। रोपाई नसकुन्जेल अति नै कष्ट हुन्थ्यो। धान रोप्नु, बिउ काट्नु, असारे रोपाईको मेरो कार्य थियो। सानो गरा, सानो गोरु, पोख्त
एउटा पोखरीमा बालुवा गिटी भएको ठाउँमा धानको बिउ सानो ढुङ्गाले थिचिराख्नु पर्थ्यो, किनकि हिलो नै हुँदैन थियो। धान रोप्दा सबै औँलाका नङहरू पिल्सिएर दुखेर रोपाइ सम्झनै नसक्ने भएको थियो। सानो बाछा गोरुले जोतेको गिटी भएको ठाउँ धान रोप्ने ठाउँमा हिलो हुँदैन थियो। बुवाले सुँगुरको पाठाहरू बेचेर हिउँदमा महिनामा सानो भर गोरु ल्याउनुहुन्थ्यो। वर्षभरि रोपाइसकेपछि राम्रो स्याहार सुसार गरी बलियो बनाएपछि बढी मूल्यमा बेच्नुहुन्थ्यो, अर्थात् जग्गा सस्तो नथ्यो, जमिनसँग साटिहाल्नुहुन्थ्यो। बुवाको कर्ममा जग्गा जोड्ने कर्म थियो। 5 भाइ बाउ काकाहरूलाई बाजेले खाना लाउन पुग्ने जमिन भाग लगाइदिनु भएको थियो। सङ्गुलमा बस्दा जग्गा मात्रै जोड्नु भएकोले गर्दा 5 भाइ र बाजे बोजूको जिउ समेत सबै परिवारलाई खान पुग्ने जग्गा बाँड्न पुग्थ्यो। 2001 साल भोजपुर कुलुङमै जन्मनु भएको बुवा किशोर बहादुर राई तराईको पथरी शनिश्चरी समेत असंख्य जग्गा जोडेर 76 वर्षको उमेरमा पहाडबाट 1 रुपैयाँ पनि नबोकी झरेको 3 बिघा जग्गा जोडेर पथरीमा देवसान भयो। जग्गा जोड्ने तरिका चाहिँ आमाले एक माउस सुँगुर पाल्ने, त्यसको 2-3 पल्ट वर्षमा ब्याउँथ्यो। एकपल्टमा 10-11 वटा सुँगुर पाठा बेच्दा एकल गोरु वा राँगा किन्नुहुन्थ्यो। त्यसलाई राम्ररी स्याहारेर बेच्दा जग्गा सस्तो थियो, जति आउँछ जग्गा जोडिहाल्नुहुन्थ्यो। प्रत्येक रुपैयाँ जग्गा किन्दा खर्च भइजान्थ्यो। खाना लाउन अति दुःख खाने अन्न पनि लगाउने लुगा कहिले किन्नुहुन्न थियो। खानाको खेतीको अन्नले पुगेन भने 1 कटौरा चामल 1 आरी इस्कुसको चाना मिसाउने हो अनि 8 जना परिवारले बाँडी खाने हो। प्यारलिङको सर्ट भाइ बहिनी सबै परिवारले कहिल्यै नमकिने नच्यातिने धेरै वर्षसम्म दुधै लगाउने गर्नु पर्थ्यो। रोपाइसकेपछि गोरुलाई एक भारी घाँस काटी स्कुल जानु पर्थ्यो। मानिसलाई मकैको खोया कुटेर पकाई गोरुलाई खोले, गोरुलाई टन्न अगाएर स्कुल पुग्दा ढिलो भइसकेको हुन्थ्यो। जहिले गाली खानु पर्थ्यो। त्यसैले कहिले काहीँ खानै भ्याउँदिनथे, भोकै जान्थे। स्कुलबाट बोकले घर फर्कँदा बाटोमा आलीको मास धानको गेडा टोक्दै कसैको कोठेबारीमा अम्बक टिपी खाँदै बेलुकी 5 बजे घर पुगी घाँस काट्न जाँदा नजाँदै साँझ पर्थ्यो। साँझमा घाँस बोकेर मुर्दा हिँडाउने बाटोमा मरेको मान्छेले तर्साउँछ भन्ने डरले फस्याङ गलीमा दौडन्थे। साँझ अँध्यारोमा सबैले त्यस गलीमा तर्साउँछ भन्थ्यो, तर मैले चाहिँ भेट्न पनि नपरोस्। भाइ बहिनी साना घाँस काट्न सक्दैन थियो। जेठो अलि परेको मै थिएँ। सम्पूर्ण घराइसी कार्य मेरै काँधमा आइपरेको थियो। 2038 साल भाद्र 28 गते आइतबार बेलुकी 4 बजे दिनभरि पानी आयो अनि घाम लाग्न बित्तिकै म विद्यालयबाट बाटोमा आउँदै गर्दा विशाल भेलबाडी पहिरो माथिबाट गाउँदेखि परतिर आयो। हाम्रो रोप्नलाई गाह्रो भए पनि अत्यधिक अन्न फल्ने खेतबारी सबै लगिदियो। घर चाहिँ वर गाउँमा थियो, त्यसैले बाँच्यो। खेतमा काम गरिरहने 7 जना बेपत्ता कयौं गइते भए। यसरी बाढी पहिरोले सम्पूर्ण जग्गा जमिन बगाइदिएपछि मोरङ पथरी झोडामा सपरिवार झरियो। चाहिएको हो? वाउ, नाम जस्तै राम्रो मान्छे पनि, अनि मान्छे जस्तै राम्रो बाइक पनि। अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम मेरो कथा मेरो गीत, मात्र रेडियो हिमशिखर 103.3 मेगाहर्जमा।